राष्ट्रपति रामचन्द्र पौडेल येला महानगरपालिका निर्माण यागु पोखा प्रतिरोधी नुगु प्रशासनिक भवन या उलेजा याना दिगुदु आज यो चाहिँ चिरीबाबुजीको नेतृत्वमा यो भवनको उद्घाटन गर्ने मैले नै गर्न पाएँ। यो एउटा संयोग हो। पाटनसितको मेरो, ललितपुरसितको मेरो सुखद सम्बन्ध हो। समयमा नै निर्मित यस भवनबाट बदलिँदो समयको आवश्यकता अनुरूप महानगरपालिकावासीले आधुनिक सुविधाको अधिकतम उपयोगबाट अझ सहज र सरल रूपमा सेवा पाउने मैले विश्वास लिएको छु। भवन निर्माणलाई सार्थकता दिने महानगर प्रमुख सहित सबैलाई धन्यवाद दिन चाहन्छु। र यो महानगर प्रमुख चाहिने वास्तवमा यो चाहिँ नेपालको चाहिने संस्कृति र नेपालको प्रकृति यो दुईटा विश्वमा अनुपम छन्। यसलाई उपयोगमा ल्याउने काममा हामी यदि सफल हुन सक्यौँ भने यो देश भूस्वर्ग बन्न सक्छ। त्यसको लागि चिरीबाबु महर्जन जस्तै लगनशील, इमानदार र योग्य अध्यक्ष, मेयर, उपमेयर अथवा पालिका अध्यक्षहरू चाहिने भए भने नेपाल भूस्वर्ग बन्न धेरै बेर लाग्दैन। ज्याजोले महानगरपालिका प्रमुख चिरीबाबु महर्जन महानगरपालिका प्रशासनिक ज्या सञ्चालन ज्यागुचुको भवन अपर्याप्त जुगुले पोखा प्रतिरोधात्मक अत्याधुनिक भवन निर्माण यानगरका जानकारी दिल। समुद्घाटन सम्माननीय राष्ट्रपतिज्यूबाट भइसकेको छ। सम्माननीय राष्ट्रपतिज्यूको उपस्थितिले हामी निकै गडगडाहट भएका छौँ। माननीय मन्त्रीज्यूहरू उहाँहरू निकै नै स्मार्ट हुनुहुन्छ। उहाँहरू केही गरौँ भन्ने भावनाबाट ओतप्रोत भएर हामीलाई चाहिँ हौसला प्रदान गर्नको निमित्त उहाँहरू आइदिनु भयो। यसको निमित्त माननीय मन्त्रीज्यूहरूलाई मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्न चाहे। यहाँहरूको उपस्थितिले हामीलाई जे जति हामी काम गर्दै आइरहेका छौँ त्यसमा अझ केही थपेर काम गरौँ भन्ने चाहिँ हाम्रो इच्छामा मलजल पुर्याएको छ। तसर्थ मैले यहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गरेँ। मेरो यो धन्यवादको शब्दावलीमा चाहिँ यस महानगरपालिकाको सम्पूर्ण जनताहरू लगभग 3 लाख स्थायी बसोबास गर्ने नगरवासीहरूको पनि स्वर मिसिएको छ भन्दाखेरि अत्युक्ति नहोला। ललितपुर महानगरपालिका हामीले अहिले जे जति काम गर्दै आइरहेका छौँ यो कामले चाहिँ विभिन्न किसिमको वृद्ध, महिला लगायत सबै युवतीहरू सबैलाई चाहिँ हामीले प्रतिनिधित्व हुने गरिकन हामीले काम गर्दै आइरहेका छौँ। र हाम्रो काम जे जति हामीले गर्दै आइरहेका छौँ यो चाहिँ सम्पूर्ण नगरपालिका स्थानीय पालिकाहरूकै बिचमा यो चाहिँ एक किसिमको असल अभ्यासको रूपमा रहेको छ। र आजको यो कार्यक्रममा हाम्रो भगिनी सम्बन्ध भएका 6वटै पालिकाका प्रमुख उपप्रमुखहरूलाई पनि हामीले निम्तो गरेका छौँ। सूर्योदय नगरपालिकाको मेयर साहबलाई पनि हामीले निम्तो गरेका छौँ। उहाँहरू पनि आइदिनु भएको छ र हामीले उहाँहरूले गर्नुभएको असल अभ्यासका कुराहरू पनि हामीले सिकेका छौँ र उहाँहरूलाई हामीले गरेका असल अभ्यासको नमुनाहरू पनि हामीले उहाँहरूलाई दिएका छौँ। तसर्थ यो एक किसिमको सकारात्मक जुन एउटा कोअपरेटिभ एप्रोच छ यसले चाहिँ यो मुलुकको निमित्त धेरै नै सहयोग प्रदान गरेको हामीले अनुभूति गरेका छौँ।
ज्याजोले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान किसिङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदेश खरेल लगायतका उपस्थिति दुगुख।